आज बाँसको घाँस काटै भयो। यो काट्यो दुईटा, अब चाहिँ गएर त्यसलाई नुहाउन भनेको। अब यिनी दुईटालाई नुहाएपछि लगभग भारी पुग्छ होला। चाहिँ गएर नुहाउने कसरी हो भन्ने सोचाइमा छ। आइडिया चाहिँ लगाइदिनु पर्ने भयो साथीहरूले। त्यहाँ गएर एउटाले छेकेछ के। यसो गरौँ त, यसको टुप्पो तानौँ त। खै आगो चिल्याउ त तुलसा, आगो चिल्याउ त। कतिवटा मुठा भयो है बुढी? ए नाकुरीको आगुची त आकुरी भयो नि। बाँसको त सही हुन्छ क्या। यो आगुची फेरि गाइज भाइची हो। कसरी हो नुगाउने? जानी ल, आइडिया देऊ त बुढी, कसरी हो? यो अलि सानो हुन्छ क्या हो, ल्याउनु न। अनि काटे वर्ग जम्मै ल यो त्यसलाई त आँकुचीलाई प्लास्टर गर्नुपर्ने जस्तो छ। बाँधिदिने हो र अर्को? हेर हेर ए हेर, आयो आयो आयो। यसो बटाएर त, बटाएर। इ त्यही हो घाँस। यो ऊ भयो कि गोरुङ्गो भयो, त्यस्तो पनि बाँसको आगुची पो हुन्छ र। आफूले त्यस्तो बनाउने आगुची पनि टाउ कहाँ झटार्ने हो। त्यसलाई बटाएर एक फन्को हो, त्यो टुप्पो बटाएर त। ल ल ल, यो फुस्को भने मलाई क्वाक्कै पार्छ क्या ऊ। झन्नै क्वाक हेर्न त आगुचीको टाउकोले। हाँसो लाएर झन्नै मरिन। उता फेरि कोह त डाँडा छड त। म आखिर म नआइकन हुन्न तुलसा। अब मैले हो त गोरुङ्गो भयो कि झट्टा हो। लौ त म जान्छु है। क्यामेरा समात त्यसरी आउनु छोडा, मैले जानु। गाइस म जाँदैछु है, मेरो पालो अब। जो नहीं आता मैं भाइस के तो गाइस यसो गराएर तुलसा अरे दोकान आयो अरे। आयो आयो मेरा बास आयो अरे। त्यो त भएन। भयो बाँस नुहाउन सफल भयो गाइज।